के अरे त्यो शालिग्राम पाउने ठाउँ के भन्छ त्यसलाई कालीगञ्ज किन गएर कुटी बनाएर बसे भो किन यहाँ राजनीति गरेर हिँड्दैछन् किन बैंक थप्दैछन् 6 अर्ब रकम खाने ब्याङ्कको अनि पैसा नतिर्ने त्यो नतिर्ने बापत यहाँ दलाली गर्ने र राजतन्त्र फर्काउने भनेर हिँड्ने यस्तो खालको दलाली अब दुनियाँले चिनेका छन् दुनियाँले बुझेका छन् र अब राजतन्त्र फर्काउँछु भन्नेहरूको दिवा स्वप्न मात्रै हुनेछ वास्तवमा त्यो राजतन्त्र फर्काउन सक्ने अवस्था हुँदैन किनभने राजतन्त्रलाई समाप्त गर्नेहरू हामी जिउँदैछौँ राजतन्त्रबाट जनताको हितमा काम भएन भन्नेहरू हामी जिउँदैछौँ राजतन्त्रबाट नेपाली जनताको काया पलट होइन राष्ट्रता पनि जोगिएन भन्ने हामीहरू जिउँदैछौँ अनि हामी राजतन्त्रलाई परास्त गरेर आउने जिउँदा हुँदाहुँदै आज राजतन्त्र ल्याउँछु भन्ने भूत लिएर आउनेहरूलाई हामी आजबाट चिन्ता बस्न थालेका छौँ आजबाट हामीले ढ्याङ्ग्रो ठटाउन थालेका छौँ आजबाट हामीले झ्याली ठटाउन थालेका छौँ र राजतन्त्र फर्काउन गरी नेकपा एमालेलाई लल्काएर कोही अगाडि आउँछ भने ढ्याङ्ग्रो र झ्याम्टा मात्रै ठटाउँदैनौँ 28 सालमा हामीले थन्काएका बन्दुकहरू खड्ग दाहालहरू यी हुन्छ जेल जीवन बिताउने यी खड्ग दाहालहरूले लुकाएर राखेका बन्दुकहरू यी हिजो पञ्चायतसँग भिड्ने योद्धाहरूले राखेका बन्दुकहरू अब तिखार्छौँ हामी उद्याउँछौँ र यी मण्डलीहरूलाई के गर्नुपर्ने हो त्यही गर्न चाहन्छौँ त्यसो भएको हुनाले हामी यो राजतन्त्र फर्काउनेहरूका विरुद्ध आजबाट सडकमै उत्रेका छौँ मान्छेले भन्ने गरेका छन् सत्तामा पनि एमाले नै छ सडकमा पनि एमाले नै छ यो के गर्न खोजेको अनि एमालेलाई जे पाए त्यही भन्ने हो एमालेलाई जे पाए त्यही भनिरहेका छन् यिनीहरू यही विकास निर्माण केही गर्दैनन् भनिरहेका छन् अनि यो महेन्द्र राजमार्गमा एउटा घर एउटा बस मात्रै कुद्ने बाटो थियो त्यो बेला पञ्चायत कालमा साइकलहरू अर्जुनजीले भन्नुभयो मोटरसाइकलहरू त पुरै छन् साइकल लिएर आयो भने यता तल खाल्डामुनि हिँडाउनु पर्थ्यो अनि त्यो 2 लेनको कसले बनायो यी मण्डलीहरूले बनाएका हुन् यो भद्रपुर रोड ठिलिलिलीसँग उड्ने खालको बाटो कसले मण्डलीहरूले बनाएका हुन् यो पञ्चायत कालमै थियो यो एयरपोर्ट अहिले नाइटमा पनि यो एयरपोर्ट चल्छ राति 9-10 बजे पनि यो एयरपोर्टबाट हवाई जहाज चल्छ यो मण्डलीहरूले बनाएका हुन् यो पञ्चायतका भूतहरूले बनाएका हुन् सुरुङ मार्ग भूतहरूले बनाएका हुन् यो रेल मार्ग भूतहरूले बनाएका हुन् यो अन्तर्राष्ट्रिय विमानस्थल यो लुम्बिनीको पनि भूतहरूले बनाएका हुन् पोखराको पनि बनाएका हुन् यो मदन भण्डारी राजमार्गको भूतहरूले बनाएका हुन् यो उलाकी राजमार्गको भूतहरूले बनाएका हुन् विकास निर्माणका सवालमा नेकपा एमालेसँग चुनौती गर्न कोही आउँछ भने बहुदलवादीहरू त आउन सक्दैनन् नेकपा एमालेको अगाडि विकास निर्माणका सन्दर्भमा कुरा गर्न भने मण्डलीहरूले हामीसँग नखोजे हुन्छ विकास निर्माणमा यो मण्डली राष्ट्रवादभन्दा हामी धेरै अगाडि छौँ नेकपा एमालेका मान्छेहरू धेरै अगाडि छन् पञ्चायत कालमा माने भन्जाङमा इन्डियन सेनाहरू थियो उता कालापानी लिपुलेकमा इन्डियन सेनाहरू थियो बहुदल आएपछि हट्यो होइन त्यस्तो भएको हुनाले राष्ट्रवादका हिसाबले हिजो 12 सालतिर हुलाक टिकटमा अहिलेको जस्तो चुच्चे नक्सा थियो अनि त्यो चुच्चे नक्सा फर्काएर लिएर आउनका लागि बिचैमा राजाहरूले बेचेर खाए त्यो चुच्चे नक्सा तर राजाहरूले बेचेर खाए त्यो फर्काएर लिएर आउनका लागि नेकपा एमाले चाहियो नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला मात्रै त्यो चुच्चे नक्सा फर्काउन सक्यो अहिले हामीले संविधानमा व्यवस्था गरेका छौँ चुच्चे नक्सा फर्काएका छौँ राजनीतिक अस्थिरताका कारणबाट यो चुच्चे नक्सालाई हामीले भोट चलनमा ल्याउन सकेका छैनौँ आगामी दिनमा नेकपा एमाले त्यो बहुमत ल्याउनेछ यो 84मा र त्यो चुच्चा संसारको भूभाग हामीले त्यहाँ अपकाइट गर्नेछौँ हामी त्यसलाई भोग चलनमा ल्याउँछौँ त्यहाँका जनताहरू नेपाली बनाउनेछौँ र त्यो जमिन नेपालको धनीपुञ्जमा उठाउनेछौँ त्यसो भएको हुनाले राष्ट्रताका सवालमा पनि मण्डलीहरूले नेकपा एमालेसँग जवाब होइन फर्केर हेर्न सक्दैनन् सिधी आँखा चुडाएर हेर्न सक्दैनन् नेकपा एमालेसँग त्यस कारणले म साथीहरूको बिचमा भन्न चाहन्छु विकासको सन्दर्भमा राष्ट्रियताको सन्दर्भमा नेकपा एमालेसँग अरू कसैले हिम्मत गर्न सक्दैनन् खाएर हात लगाएर औलो देखाएर भन्न सक्दैन त्यस्तै गरिकन अधिकारका सन्दर्भमा अघि मैले थोरै कुरा बताएको छु पञ्चायतमा यसरी बोल्न पाइन्थ्यो व्यवस्थाका विरुद्धमा बोल्न पाइन्थ्यो बोल्न व्यवस्थाका विरुद्धमा
गाली झेली फटा पञ्चहरूको विरुद्धमा व्यवस्थाका विरुद्ध पनि होइन विरुद्धमा बोल्दाखेरि खड्ग दाहालहरूलाई जेल पस्यो रामनाथ नेत्र घिमिरेहरूलाई मार्यो कृष्ण कुइकेल नारायण श्रेष्ठहरूलाई मार्यो वीरेन्द्र राजवंशीहरूलाई मार्यो त्यसमा कुनाले त्यो खालको हरकत अहिलेको बहुदलीय व्यवस्थामा हुँदैन महिलाहरूले त्यहाँ सीमित अधिकार प्राप्त गरेका थिए अहिले 33% अधिकार हरेक ठाउँमा 33% मान्छेहरू चाहिँ त्यो राजनीतिक हिसाबले सामाजिक हिसाबले सरकारी जागिरका हिसाबले सबै ठाउँमा महिलाहरूको त्यो अधिकार मात्रै छैन महिलाहरूबाटै राष्ट्रपतिमा निर्वाचित भएको छ भोजपुरमा एउटा गाउँपाखामा जन्मेकी एउटी चेली नेपालको राष्ट्रपति बन्न सक्नुभयो कतै जन्मिनु भएको कुनै कालकी छोरी यो सर्वोच्च अदालतको न्यायाधीश बन्नुभयो कतै गाउँ भुइँसित रहँदै गरेको एउटा मधेसीको छोरा राष्ट्रपति बन्यो रामबहादुर यादव अनि त्यो तनहुँको भिर पाखामा भुइँसित रहने गाई चराउने एउटा पौडेल आज राष्ट्रपति छ अनि राजा हुने त्यसपछि हुने अघि थोरै कुरा आएको छ महेन्द्रका छोराहरू यो देखावटीका 3 जना मात्रै होइन ज्ञानेन्द्र धीरेन्द्र मात्र होइन अर्को रवि पनि थिए रवि तपाईँहरू काठमाडौँको कालीमाटी छेउमा जानु भने त्यहाँ रवि भवन छ त्यो अघि नै अर्जुनजीले भनेको गुरुङीपट्टिको लेङ्गेपट्टिको छोरो त्यो रवि भएको हुनाले त्यसलाई राजा बन्न दिएन बिचरा रवि रक्सी खाँदै म राजाको त्यस्तो छोरो भएर पनि म राजा हुन सकिनँ भनेर बौलाएर मर्यो रवि अनि केही भित्र विभेद थियो आफ्नो परिवारभित्र विभेद थियो आफ्नो रगतभित्र विभेद थियो त्यसो भएको हुनाले यो राजतन्त्र विभेदकारी शासन हो वीरेन्द्रको शाखा सन्तान मारिरहँदा बिचरा ज्ञानेन्द्रले के गरिरहे ज्ञानेन्द्रले वीरेन्द्रको सन्तान सखा हुँदा के गरिरहे अनि त्यतिखेर ज्ञानेन्द्रले वीरेन्द्रको परिवारलाई भुतु लडाइरहँदा गोली ठोकिरहँदा मारिरहँदा नालामा भुलिरहँदा आइसन्तका साथ ज्ञानेन्द्रले हेरिरहेको होइन यिनीहरू सबै मार्यो भने त मै राजा हुन्छु त्यस कारणले यिनलाई मारे के फरक पर्यो त भनेर हेरिरहेको होइन आफ्नो दाजु भाउजू राज परिवारलाई रक्षा गर्न नसक्ने एउटा पुलसमा हिजो पञ्चायतकालमा मूर्तिहरू विदेश सप्लाई गर्ने एउटा कुनै मान्छे राष्ट्रवादी हुन सक्दैन त्यो नेपाली जनताको राजा हुन सक्दैन नेपाली जनताको नेतृत्व गर्न सक्दैन उसको छोरो कस्तो प्रवीण गुरुङ बिचरा गीत गाएर राति साँझमा फर्किँदै थिए घर फर्किँदै गर्दाखेरि यो पारा छन्ने अहिले बहुलाई यति लामो कपाल पारेर यता नङ्ग्रा पारेर जो राजकुमारको रूपमा भइरहेको छ त्यो धारा नङ्ग्रा पकेको राजकुमार राजा हुने लायक छ अनि राजतन्त्र फर्काउनेहरूलाई लाज हुँदैन यिनीहरू के हिसाबले बोलिरहेका छन् म एउटा कुरा तपाईँहरूको बिचमा राख्न चाहन्छु नेपाली जनता अहिले पनि सुखका साथ हिँड्न सकिरहेका छैनन् व्यवस्थित ढङ्गले अगाडि बढ्न सकिरहेका छैनन् छोराछोरीलाई भने जस्तो पढाउन सकिरहेका छैनन् विदेश जानुपर्ने बाध्यता अहिले पनि छ तर यो राजा फर्काउनेहरूले यो शासन व्यवस्थालाई सुदृढ गर्ने जनतालाई धनी बनाउने समृद्ध राष्ट्र बनाउने भएका उद्योग धन्दाहरूलाई संरक्षण गर्ने र नयाँ ढङ्गले लाने रोजगारीका सिर्जना गर्ने र विदेश जानबाट नेपालीका छोराछोरीलाई रोक्ने भन्ने कहीँ देख्नु भएको छ कहीँ देख्नु भएको छैन उनीहरूको एउटा मात्रै एजेन्डा छ हिन्दू राष्ट्र बनाउने अनि राजालाई फर्काउँदा के हुन्छ यी मण्डलहरूले ठाउँमा बसेर राजाको त्यो कुहिएको खुट्टा 10 दिनदेखि चाहिँ नधोएको गनाउने खुट्टा धुँदै पानी खाँदै गर्नका लागि होइन मण्डलहरूले यदि त्यही राजाको खुट्टा 10 दिनसम्म गनाउँदै गरेको खुट्टा धुँदै